हेलो सबैजनालाई है। यो चाहिँ मेरो फर्स्ट टाइम हो। मैले मेरो वर्क प्लेसमा मैले आफूलाई रिकर्ड गरेको, त्यही भएर स्लाइटली नर्भस छु चिकन कटिङ गर्दै गर्दाखेरिको। यो चाहिँ मेरो चपिङ बोर्डको लागि क्वेसनहरू आउँछ होला हो। चपिङ बोर्ड पनि वाइड छ, चाकु चाहिँ रातै छ है। तर यो चाहिँ मेरो चिकन स्ट्रेन गर्दै गर्दा यो फर्स्ट स्टार्टिङ चाहिँ हो। चिकन चाहिँ फ्रोजन आउँछ नि त हाम्रोमा, त्यही भएर फ्रोजन चिकनलाई थो गर्नुपर्ने हुन्छ 1 आवर अगाडि। 1 आवर अगाडि मैले थो गरेर राखिसकेको थिएँ हो। त्यो चाहिँ तपाईँहरूलाई देखाउनु पाइनँ। त्यो चाहिँ स्ट्रेन गरेर मैले स्ट्रेनरमा राखेको छु, पानी नआओस् भनेर। त्यसै हो, काट्दाखेरि अप्ठ्यारो हुन्छ नि, त्यसले यताउता हुन्छ हो। त्यो स्ट्रेन गरिसकेपछि कटिङ स्टार्ट गर्छु हो। अन्त यो चिकन चाहिँ तपाईँको चिकन चार्कोलमा युज हुन्छ नि त, चिकन ग्रिलमा। नर्मली यो चाहिँ युएमा केरला, इन्डियामा केरलातिर चल्छ हो। यही चल्ने नै चिज हो, चल्ने आइटम हो चिकन ग्रिल चिकन। यता चाहिँ चिकन चार्कोल भनिन्छ नि त। यो चाहिँ मैले के भन्छ सेन्टर कटिङ गरेको हो। सेन्टर कटिङ गरेपछि आफ्टर द्याट लेगको बोन चाहिँ निकालिदिन्छु हो। फर इजी कुकिङको लागि लेगको बोन निकालिदिन्छु। लेगको बोन निकालिसकेपछि मिटको पार्ट्सहरू जुन चाहिँ अर्गेन्सहरू चाहिँ निकालिदिन्छु। तिनीहरू चाहिँ ग्रिलमा युज हुँदैन नि त, ग्रिलमा अलि चिकन मात्रै युज हुन्छ। त्यही भएर स्किन भयो, स्किनहरू अन्त बोनहरू जुन चाहिँ युजमा नहुनेहरू चाहिँ तिनीहरू चाहिँ निकालिदिन्छ यसरी नै अगाडि नै हो। त्यस पछाडि फर्स्ट स्टेप हो चाहिँ हाम्रो ग्रिलिङको लागि फर्स्ट स्टेप हो। यसरी यसलाई ब्रेस्टलाई सडक्कसँगले मजाले कटिङ गरेर पातलो बनाएर मोटो कुरा चाहिँ के हुन्छ भने पाक्दैन क्या, छिटो पाक्दैन। त्यही भएर यसलाई चाहिँ पातला गर्नुपर्छ। त्यही भएर बिचमा चिरेर सडक्कसँगले 2-3 कट लगाएर चाहिँ छिटो पाक्ने, मसलाहरू पस्ने हुन्छ नि त। त्यही चल्दैछ यसलाई अब सङ्लो चिकनलाई चाहिँ फ्ल्याट बनाइन्छ हो ग्रिलरमा बस्नुको लागि। अन्त यो चाहिँ मेरो फर्स्ट वर्क प्लेसमा फर्स्ट ब्लग हो। आई होप सपोर्ट पाउँछु होला है। अन्त क्यामेराको क्वालिटी पनि अलिक राम्रो छैन अहिले, स्टार्टिङमा हो मेरो ब्लगको लागि। बादमा मिलाउँला, अलिक राम्रो क्यामेरामा ब्लग गरौँला। अडियन्सले साथ दिएछ भने इन्फर्मेटिभ भिडियोहरू हालौँला होइन। अहिले चाहिँ फर्स्ट ट्रायल मात्रै जस्ट दिएको। यो चाहिँ मेरो फर्स्ट ब्लग हो भनेको कारण चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ मेरो नन भेजमा हो नि त। पहिला मैले काम गरेको जग्गा चाहिँ प्योर भेज हो, त्यसको लागि चाहिँ मैले यो चाहिँ मेरो फर्स्ट ब्लग हो वर्क प्लेसमा भनेको। वर्क प्लेस पनि नयाँ, काम पनि नयाँ, कन्ट्री पनि नयाँ हो, स्किल्स पनि नयाँ भएको कारणले गर्दा चाहिँ फर्स्ट ब्लग भनेको नि यसलाई होइन। अब नयाँ जग्गामा नयाँ काम, नयाँ हातको स्किल भएको कारणले गर्दा चाहिँ हल्का नर्भस भएको हो। यो चाहिँ मलाई चाहिँ सिक्नु चाहिँ झन्डै 6 मन्थ जस्तो लाग्यो यहाँ आएर। आफ्टर 6 मन्थ्स मैले ब्लग बनाएको 6-7 महिना अगाडि लास्ट इयरै मैले यो च्यानल खोलेको। तर ब्लग बनाउनु पाएको थिइनँ क्या। यहाँ अर्को देशमा आएर चाहिँ, फरेन कन्ट्रीमा आएर चाहिँ मैले ब्लग बनाउनु पाएको थिइनँ। टाइम पनि थिएन, सेफ सेड्युलहरू पनि त्यस्तै परेको थियो हो। नयाँ जग्गामा नयाँ मान्छे, नयाँ सिप हातको भएर अहिले चाहिँ अलिक सिफ्टहरू मिलेको कारणले गर्दाखेरि, अलिक कम्फर्टेबल भएको कारणले गर्दाखेरि चाहिँ मेरो फर्स्ट भिडियो हालेको हो। होप सपोर्ट पाउँछु होला धेरै भन्ने आशा गर्दछु तपाईँहरूबाट है।
ਬੱਦਲਾਂ ਚੋਂ ਡਿੱਗਦੇ ਹੰਝੂ ਅੱਖ ਮੇਰੀ ਫਿਰ ਵੀ ਰੋਈ ਨਾ ਬੱਦਲਾਂ ਚੋਂ ਡਿੱਗਦੇ ਹੰਝੂ ਅੱਖ ਮੇਰੀ ਫਿਰ ਵੀ ਰੋਈ ਨਾ ਐਸੀ ਪ੍ਰੀਤ ਲਾ ਲਈ ਰੱਬਾ ਜੈਸੀ ਹੋਰ ਕਦੇ ਹੋਈ ਨਾ ਤੇਰੇ ਜਾਣ ਤੋਂ ਮੈਂ ਬਾਅਦ ਇੱਕ ਦਿਨ ਸੋਈ ਨਾ ਪੂਰਾ ਸ਼ਹਿਰ ਬੇਗਾਨਾ ਇੱਥੇ ਮੇਰਾ ਕੋਈ ਨਾ ਫਿਰ ਪ੍ਰੀਤ ਕਿਸੇ ਦੇ ਨਾਲ ਕਦੇ ਹੋਈ ਨਾ ਜ਼ਮਾਨਾ ਜ਼ਾਲਿਮ ਤਾਂ ਵੀ ਰੋਈ ਨਾ ਸਾਰੇ ਰੰਗ ਵੇਖ ਲੈ ਹੁਣ ਕੋਈ ਡਰ ਨਹੀਂ ਜਿਉਂਦੀ ਰਹੂ ਆਸ਼ਕੀ ਹੈ ਕਦੇ ਨਾ ਮਰਨੀ ਚਾਹੇ ਤੁਰਦੀ ਰਵਾਂ ਮਿਲਣਾ ਵੇ ਕਰਨੀ ਕੋਈ ਨਾ ਇੱਥੇ ਦਿਲ ਦੀਆਂ ਦੱਸਦਾ ਸਾਨੂੰ ਸਾਰੀਆਂ ਵਿਸਰ ਗਈਆਂ ਰਾਵਾਂ ਵੇ ਕਿਹੜੇ ਪਾਸੇ ਜਾਈਏ ਸਜਣਾ ਬੱਦਲਾਂ ਚੋਂ ਸਾਨੂੰ ਸਾਰੀਆਂ ਵਿਸਰ ਗਈਆਂ ਰਾਵਾਂ ਵੇ